अब लास उठाउनु पर्ला नि। कसले उठाउने? हामी महिलाहरूले हुँदैन के अरे? त्यो पारी वृद्ध आश्रमको बाहरूलाई भन्ने हो कि त। के भयो झपटेलाई? गाउँ घरै शून्य भो रीति सक्यो आँखामा आँसु। के भयो झपटेलाई? आज फेरि एउटा साथी कटेछ। गाउँ घरै शून्य भो रीति सक्यो आँखामा आँसु मन मात्रै रुने भो मेरो मन मात्रै रुने भो रीति सक्यो आँखामा आँसु मन मात्रै रुने भो मेरो मन मात्रै रुने भो। खोज्दैछन् आँखा लौ घरी घरी हेलका जवाना खोज्दैछन् जवाना बचेरा कुर्दै पन्छीको गुडमै जान्छ कि पराना दैव जान्छ कि पराना बचेरा कुर्दै पन्छीको गुडमै जान्छ कि कि पराना जान्छ कि पराना दैव जान्छ कि पराना जान्छ कि पराना दैव जान्छ कि। यस्तो समस्या यो गाउँको मात्र होइन, लक्का जवानहरूको अभावमा अहिले पल्लो गाउँको अवस्था पनि उस्तै नै छ। अर्थात् धेरै गाउँको समस्या यस्तै यस्तै छ। समयसँग कसैको केही लाग्दो रहेछ। जति नै फरक फरक बाटो हिँडे पनि आखिरमा पुग्ने गन्तव्य सबैको एउटै हो। ऊ धनी, म गरिब, यो उसको सन्तान, यो मेरो सन्तान। यो कुरा यथार्थ नै भए पनि पारिवारिक जमघट अब इतिहास हुँदै गइरहेको छ। जीवनको यात्रामा कोही जुटिन्छन् त कोही छुटिन्छन्। समयअनुसार कोही रहरले विदेशिएका छन्, कोही बाध्यताले। पारिवारिक बिछोड अत्यन्त मार्मिक हुँदो रहेछ, अत्यन्त मार्मिक हुँदो रहेछ।
विदेशीका कतिपय छोराछोरीहरू स्वदेशमा फर्कन सक्दैनन्। आमा बाबाहरू विदेश गएर बस्न मान्दैनन्। कस्तो देशमा सुशासन कायम भएन भने, यसै गरी भ्रष्टाचार बढ्दै गयो भने र देश रोजगारमूलक हुन सकेन भने एक दिन प्रत्येक घरहरू वृद्धाश्रममा परिणत नहोला भन्न सकिँदैन।